कांग्रेसका नेता दीपक खड्काको महाभ्रष्टाचारको भण्डाफोर बाहिरियो। 1 अर्ब भन्दा कालो धन घरभित्रै भेटियो। जेठभित्रै जेल जाक्ने बालेन सरकारको तयारी। बस मैले त पहिल्यै भनेको थिएँ नि, यो दीपक खड्का जस्तो चोर सम्पत्ति लुकाएर राख्ने अरबको भ्रष्टाचार गर्ने व्यक्ति यो जतिको कडा व्यक्ति कोही पनि छैन भन्छ। यसको घरमै मात्रै 1 अर्ब भन्दा बेसीको सम्पत्ति भेटिन्छ भने अनि नेपाली जनताले सिटामल खान नपाएर हैन, जीवन जल नपाएर मरिरहेका छन्। अनि यिनीहरूले त्यसको विषयमा त कहिले पनि सोच्दैन। यसलाई त जेल मात्रै होइन, फाँसी दिन पर्ने हो यो साला चोरलाई त। यसले यति चोरेका छन् नि नेपाली जनतालाई यिनीहरूले उल्लु बनाएर भ्रष्टाचार गरेर यति धेरै दहन गरेका छन् सम्पत्ति भने यी चोरहरूलाई त ठाडै फाँसी दिनुपर्ने हो। जेल सजाय के को जेल सजाय मात्र। यिनीहरू जस्ता चोरले गर्दाखेरि आज हाम्रो देश बर्बाद भएको छ। अनि यिनीहरू यति धेरै सम्पत्ति जब दीपक खड्काको घरमा मात्रै 1 अर्ब भन्दा बेसी भेटिनु भनेको यहाँ होइन नि त। अब यिनीहरूलाई लगेर जेलमा कोत्ने हो कि फेरि त्यही पनि सर्वोच्च अदालतले त छोडिहाल्छ केही दिन अगाडि यो त होइन भनेर। तर अहिले सम्पत्ति शुद्धिकरणले छानबिन गर्दाखेरि उसको घरमा मात्रै 1 अर्ब भन्दा बेसीको सम्पत्ति भेटिन्छ। अनि जब पहिला न केही गरेको थियो राजनीति गर्दा मात्रै पनि यिनीहरूले घरमा सम्पत्ति यति थुपारेर राख्दो रहेछ यो दीपक खड्काले। यो चोर हो 1 नम्बरको। यसलाई छिटोभन्दा चाँडो त्यो सम्पत्ति राज्य कोषमा फिर्ता ल्याएर जनताको सम्पत्ति फिर्ता गरौँ त। त्यो जनताको सम्पत्ति फिर्ता गरिहाल्नुपर्छ। यसलाई लगेर जेलमा कोत्नुपर्छ। यसको परिवार शाखा सन्तानलाई लगेर जेलमा कोत्नुपर्छ। यस्ता चोरहरूलाई छोड्नु हुँदैन। यिनीहरूले राज्य कोषको दहन गरेका छन्। यिनीहरूले नेपाली सोझा सिधा जनताहरूलाई बेचेर लाखौं करोडौं रुपियाँ कमाएका छन्। अब यिनीहरूलाई त्यसो भन्दै गर्दाखेरि मैले दुःख गरेर जोडेको सम्पत्ति हो भन्दै छाती फुलाएर बस्थ्यो नि। अहिले छानबिन गर्दाखेरि 1 अर्ब भन्दा बेसी त घरभित्र मात्रै सम्पत्ति भेटियो। अनि यस्ता चोरहरूले कहाँबाट ल्याएको हुन् त्यो पैसा भनेर हिसाब किताब गर्नु पर्यो, छानबिन गरेर राज्य कोषमा फिर्ता गर्ने पर्यो। साला चोर यो दीपक खड्का भनेको 1 नम्बर चोर हो। मैले पहिल्यै भनेको थिएँ। अनि यिनीहरूलाई अहिले जेलमा लगेर राख्नुपर्छ। अब यस्ता केपी शर्मा ओली अन्य धेरै व्यक्तिहरू छन्, यिनीहरूको पनि छिटोभन्दा चाँडो छानबिन गर्नुपर्छ र यिनीहरूलाई जेलमा लगेर कोत्नुपर्छ। साला कुकुरहरू हुन् यिनीहरू, चोर दलालहरू हुन्, तस्करहरू हुन् यिनीहरू।